यहाँ माथि हेर्नुहोस् है साथीहरू, यो रुखमा चाहिँ नि माथि एउटा पोका लागिरहेछ। हो देख्नुभयो पोका के को हुनसक्छ त्यो। यसरी जङ्गलै जङ्गल बिच छ। यहाँ छेउमा बाटो रोड अनि रातभरि पानी परेकोले गर्दा रोडमा पानी चाहिँ यसरी बगिरहेको छ। देख्नुभयो रोडमा पानी यसरी बगिरहेको छ र म चाहिँ बिहानै यहाँ घुम्न निस्केको छु। यहाँ हेर्नुहोस् बाटो यस्तो फर्स्ट क्लास है। र म चाहिँ घुम्दै बिहानै मर्निङ वकमा निस्केको र बाटो र हाम्रो गाउँघरको गतिविधि यहाँ हेर्नुहोस् त, हरियाली देख्नुभयो पुरा हरियाली। हाम्रो गाउँ जहाँ पाए त्यहीँ हरियाली। यस्तो हरियाली देख्दा त नि सहर बजारको मान्छेलाई चाहिँ ईर्ष्या लाग्छ होला है। टङ टङ खाली बिल्डिङ, गाडी, धुवाँ, आवाज। हाम्रो गाउँघर हेर्नुहोस् त, जतासुकै हरियाली हरियाली हो। माथि माथि सुन्नुहुँदैछ चरा कति मजाले कराउँदैछ। यस्तो वातावरण चाहिँ गाउँघरमा मात्रै पाइन्छ क्या। सुन्नुहोस् त कति मजाको म्युजिक आउँदैछ माथिबाट। यस्तो छ साथीहरू। र यहाँ बाटो चाहिँ खराब भएछ। रातभरिको पानीले बाटो चाहिँ यस्तो खराब भएछ नि, हिलै हिलो भएछ। देख्नुभयो पुरा हिलो। र यसरी बाटो हिलो भएकोले गर्दाखेरि चप्पल हातमा बोकेर हिँडाइ चाहिँ हेर्नुहोस् त हिलो। देख्नुभयो रातिको पानीले चाहिँ बाटो यस्तो भएछ नि र यस्तो छ। आम्मा हेर्नुहोस् है सब खुट्टा डुबेको। आम्मा बाटो चाहिँ यस्तो छ है। बर्खाझरीमा चाहिँ बाटो नै नदी हुन्छ क्या हाम्रोतिर चाहिँ। गाउँघर चाहिँ त्यस्तो पानी आउनु थाल्यो फ्यारेर बत्दैछ सुन्नुभयो। र यस्तो छ है गाउँघरको वातावरण चाहिँ एकदम शान्ति शीतल है। यहाँ चाहिँ आधी उधी बिमारहरू चाहिँ गाउँघरको यो वातावरणले नै जाति बनाइदिन्छ। त्यस्तो छ साथीभाइ। हेर्नुहोस् त हो पानी आउनु थाल्यो बजेको सुन्नुभयो। रुखको पातहरूमा पानी चाहिँ सरर गर्दै बज्दैछ है। र म पनि अलिक छिटो छिटो जानुपर्ने हुन्छ, नत्र भिजेर लुन्जा हुन्छ है। यहाँ अलिकति भत्केको पनि छ, यस्तो छ होइन। अलिक छिटो छिटो हिँड्दैछु म। तपाईँहरूलाई यहाँदेखि एउटा के देखाइहालौँ भनेर। यहाँनिर पर घरहरू देख्नुहुँदैछ, त्यो घरदेखि अलिक उतैपट्टि छ मेरो घर चाहिँ होइन। र यसलाई चाहिँ भन्छ सामसिङ पञ्चायत घर डाँडा चाहिँ यो हो। सामसिङ भन्नु मतलब चाहिँ सामसिङ सिक्किम सोरेङ डिस्ट्रिक्टमा पर्ने है। इस्ट सिक्किमको सामसिङ पनि होइन, उता डुवर्सपट्टिको सामसिङ पनि होइन। यो चाहिँ सोरेङ डिस्ट्रिक्ट सामसिङ पिपले जिपियु र सामसिङ पिपले जिपियुको अफिस पनि त्यही त्यो घर देख्नुहुँदैछ त्यसको अलिकति उतापट्टि छ। र यहाँ एउटा राम्रो ठाउँ छ हाम्रो सामसिङमा चाहिँ। यस्तो दामी ठाउँ पनि छ नि देख्नुभयो। यस्तो छ रोटै रोड छ। र यति छ साथीभाइ, राखेँ पानी निकै जोडले आउनु थाल्यो कि। आज यतिमै मेरो यो छोटो ब्लग भिडियो अन्त गर्न चाहन्छु। पानी अलिक आउँदैछ, छिटो छिटो जान चाहन्छु। हस् त, बाई बाई।